मैले देखेको अलिअलि होइन पुरा कति 15 सेन्टी बेस निकाल यसको केले निक्लिन्छ काम गर न बेस चाहियो हामीलाई 15 सेन्टीको बेस निकाल अस्पतालको लागि मात्रै बोलाएको कि बेसको लागि अर्को बेस 15 सेन्टी हामीलाई यसको बेस चेक गर्नु पर्यो यसको मलाई मार्शल रिपोर्ट इमिडिएटली चाहियो मार्शल रिपोर्ट मलाई इमिडिएटली दिनुस् यसको 15 सेन्टीको बेस मार्शल रिपोर्ट ल्याउनुस् यो पिच गर्नु भएको मार्शल रिपोर्ट मलाई चाहियो अहिले यहाँ ल्याउनु त्यता नगर्नु यहाँ ल्याउनु मार्शल रिपोर्ट ल्याउनु मलाई 4-5 वटा त उयो दिनु मलाई चेक गर्न यो छेउछेउमा त सिमेन्टीको ढलाइ छ नि त हैन यहाँनिर सिमेन्टीको ढलाइ अनि सिमेन्टीको ढलाइ भएपछि यो रोड चाहिँ 1 इन्चको पनि देखिएन क्या हेर्दाखेरि तर भित्र त माल त छ तर यो ढलाइले गर्दाखेरि चाहिँ यत्रो 1 इन्च पनि देखिएन कि यहाँ हुन चाहिँ तर भित्रभित्र चाहिँ सिम्पल मार्शल रिपोर्ट अहिले उपलब्ध गराउनुस् अहिले म कहाँ लगेर चेक गर्नुपर्ने अहिले उयो गर्ने को तपाईहरु यहाँनेरिको के अरे हाम्रो इन्चार्ज होइन ल्याब टेक्निशियन को यथार्थ कुरा बताउनुस् तलमाथि भयो भने फेरि तपाई हत्कडी लाएर रेडी हुनुस् फेरि सिधा भन्दैको छु ल्याब टेक्निशियनले यहाँनेर ल्याउनुस् यहाँनेर यो यसलाई सेन्टर बनाएर यहाँबाट हाल्नुस् ल्याब टेक्निशियनलाई अहिले भनेको तपाईहरुको गल्ती छ भने गल्ती रियलाइज गर्नुस् गल्ती रियलाइज गर्न पाउनु भयो के गर्ने सुधार गरेर लैजाऊ हैन भने मार्शल टेस्ट रिपोर्ट चाहियो मार्शल टेस्ट रिपोर्ट चाहियो यहाँ ल्याऊ मार्शल रिपोर्ट अहिले मार्शल रिपोर्ट इमिडिएटली चाहियो अहिले तिमीले गरिसक्नु भन्दा अगाडि आउने हो मार्शल रिपोर्ट ल्याऊ को टेक्निशियन बीचमा भन्दा हुन्छ बीचको मात्रै भाग देखाएर हुन्छ हैन इन्जिनियरले चाहिँ भन्नु त्यो कुरा हैन हामीले शंका लागेको ठाउँमा हेर्न पाउनु पर्छ यस्तो कुरा हुँदैन के त भन्छ तपाईहरु हल्ला गर्नुहुन्छ 1 मिनेट शान्त एक मिनेट शान्त कुरा सुन ल कुरा सुन साथीहरु कुरा सुन उहाँहरु सडक नियमको आधारमा के छ भने 50-50 मिटरमा काट्नु पर्ने छ तपाईको लेफ्ट सेन्टर राइट अब तपाईहरुले बीचबीचमा कहाँ भन्नुहुन्छ त्यो पनि हामी काट्दिनु ल तर उहाँहरुको काम एकछिन कुरा सुन न अब उहाँहरुको 50 मिटर यहाँ उहाँहरुको काम यहाँ अब तपाईहरुले भन्नुहुन्छ यहाँ नियम त पुरा हुनु पर्छ तपाईको नियममा गर्नु एकछिन ठीक काट्न 50 मिटर तपाईको काट्न दुकान यहाँ काटेर त्यहाँ काटौँ न त्यहाँ पनि हेर्छ गरौँ न 50 मिटर त थिकनेसमा यहाँ आउनु र त्यहाँ आउनुमा के फरक पर्छ यसको हैन यहाँ पनि नियमले के भोलि दिन त हामी त्यही त नि एक महिना यो कहाँ हुन्छ छोडिदिनु यहाँ दोब्रो यो माथि थप्न लाउनु पर्छ नि खाली काम गर्ने मात्रै स्थानीयको भनाइ सर दुईटा ठाउँ काट्नु कहिले हुन्छ काम गर्नु स्थानीयको भनाइ सर पनि यो त पहिलेदेखि यो सबै क्रस गरिसकेको सबै चर्केको छ कि यो ल राख्ने काम गर्दैछु रमेश दाइले आएर के भन्यो भने रमेश दाइले
सबै मैले ठेका लिए जस्तो गर्छ नि त गर्न पनि यार अचम्म यार अनि मिस्त्री चाहिँ मेरै मात्र छ अरूको चाहिँ छैनन् अरे मिस्त्री एउटा मिस्त्री देखेको त पनि यहाँ खाली मिस्त्री बेस्ट छैन के यसमा बेस चेक गर्नुपर्छ यसको बेस्ट पनि छैन यहाँ ल्याउनुस् यो उ पनि छैन के पिचिङ पनि क्वालिटीको छैन हैन त्यो त मार्शल टेस्ट हामीले रिपोर्ट लिने हो त अहिले मार्शल टेस्ट रिपोर्ट लिने हामी यो लिएर जाने हो हामीलाई उपलब्ध गराउनुस् 2-3 वटा यो यहाँ आउनुस् यहाँ आउनु न यहाँ यता उता नजाउँ न यता आउनु यो चाहिँ मलाई फाइनल गराउनु छ तपाईहरुको प्राविधिक हिसाब अनुसार नाप्ने उ भइसक्यो भने अब स्थानीयको भनाइअनुसार काट्नु चन्द्रनगर पूर्वाञ्चल विश्वविद्यालय रोड चाहिँ यहाँ बन्ने क्रम भइरहेको थियो र चाहिँ स्थानीय जनताहरूले चाहिँ यहाँको काम मन नपराइरहेको भन्ने गुनासो चाहिँ सबैजना स्थानीयहरू र इन्जिनियर टेक्निसियनहरू सबै भेला भएर चाहिँ रोड कटिङको काम भइरहेको छ त्यस्तो केही भएको खण्डमा फेरि पनि अपडेट गरौँला अहिलेको लागि यो भिडियो यहीँ अन्त्य हुन्छ हेरिदिनु भयो मन पराइदिनु भयो भने सब्सक्राइबहरू गरिदिनु होला लाइकहरू गरिदिनु होला धन्यवाद